हेलो गाइज, अहिले चाहिँ ठ्याक्कै 6:15 20 मिनट गयो। यो चाहिँ फिदिम बजार हो हैन। फिदिम बजारको नमुना लाइन हो। म चाहिँ अब आज हिँडेर है त, अरू बेला सधैँ गाडीमा कुद्थेँ, आज चाहिँ हिँडेर म यता ओह्रालो हुँदै ससिउँला जाँदैछु, मेरो गाउँ। अब यहाँदेखि ससिउँलासम्मकै भिडियो बनाउँदा अब लास्टै लामो 1.5 घन्टाकै हुन्छ। त्यस कारणले म चाहिँ अब छोटो भिडियो बिचबिचमा काट्दै बनाउँछु है त। यो पारी भित्ता चाहिँ अब गढी भित्ता हो गाइज हैन। सुक्खा खडेरी लाग्ने, पहिला पानीको समस्या हुने भनेर मान्छेले अब धेरैले छोडे। अहिले त्यो ठाउँ अब छुन सकिँदैन। पानीको व्यवस्था राम्रो छ। यो चाहिँ थाङसाङ खोला हो हैन। यता माथि बजार भइगयो, यता थाङसाङ खोला, यता खेतहरू भयो हैन। यहाँतिर चाहिँ अझै खेतै छ। यहाँनिर अब बाटो हो, गाडीकै बाटो हो। यता पारीतिर भयो हैन। यहाँ परको अब 4 खम्बे, यता तल थाङसाङ खोलाको अब खेतहरू भयो हैन। यहाँ पनि खेत छ अलिकति, बाँकी सबै माथि अब गडेरी, घरै घर छ। यो चाहिँ अब बाटै हो, बाटो चाहिँ, तर अब अहिले त्यति नचल्दैन। यतातिर गाडी लिमासतिरबाट चल्ने भएकोले गर्दाखेरि यो पर कुवाबाट यता तेर्सो आउने बाटो है। यो चाहिँ थाङसाङ खोलाको खेतहरू चाहिँ यही हो है त। ल पहिलाको सुपरहिट स्कुल अहिले यस्तो अवस्थामा छ। यो चाहिँ पल्लोटार बस पार्क अरे हैन, तर नाम मात्रैको बस पार्क। बस भनेको एउटा नाम त कि गन्ध पनि छैन। यहाँतिर एउटा अस्थायी प्रहरी बिट बसेको छ हैन। अब भन्न चाहिँ फिदिम बस पार्क, फिदिम 2 बस पार्क भन्छ, तर बसको नामै छैन। किनभने अहिले झापाबाट इलाम बस नचल्ने भएपछि के काम यो बस पार्कको पनि। बस एउटै चल्दैन, सबै बोलेरो पिकअप भ्यानले घरबाट उठाइहाल्छ। ल यता चाहिँ उँभो जाने बाटो। यता पहिला चाहिँ अब यहाँ माङ्गेना चोक रहेछ अहिले चाहिँ। पहिला चाहिँ अब यहाँ हामी सानो हुँदाखेरि चाहिँ अब रेवतीको घुम्ती भन्थ्यौँ यसलाई चाहिँ हैन। यहाँदेखि ओह्रालो यता हामी तल आँपगाछी जाने बाटो, यता यो रेवती घुम्ती भयो। यता माथि ग्राउन्ड जाने बाटो। ल यहाँसम्म चाहिँ पिच बाटो भयो हैन पल्लोटारको। यहाँदेखि उता चाहिँ यता जोरसाल जाने बाटो। यहाँदेखि उता चाहिँ अब कच्ची बाटो छ गाउँसम्म, केही अप्ठ्यारो छ बाटो। ल पल्लोटार जोर पिपल भन्छ यहाँ हैन। न जोर पिपल छ न के छ। यी उहिलेको भएको बर पिपल रुखहरू पनि अब सकिसके। यहाँ एउटा पिपलको रुख चाहिँ ठ्यास्ल्याक्क रहेछ हैन। अब यसैलाई जोर पिपल उहिले आँपगाछी भन्थे। यहाँ तलतिर पनि 4वटा जति बर पिपलको जोडी थियो, भन्नु 2 जोडी भनौँ न, त्यो पनि छैन। यहाँबाट उता पारी देखिने भनेको त ससिउँला हो हैन। ल यहाँदेखि देखिने यो होक्मखोला भयो हैन। यो पारीको भित्ता 50 पर फलाटे, त्यहाँदेखि परको डाँडा चाहिँ हाम्रो ससिउँलाको डाँडा। गाइज यता चाहिँ यो होक्मखोला हैन, खेतहरू भयो, एकदम दामी धान फल्ने ठाउँ हो यो। यहाँ होक्मखोलाको पुल देखिहाल्नु भयो हैन। ल हेर्नुहोस् है, यहाँ खेतमा हाल्नलाई यसरी मल ल्याएर राखेको छ। यता पनि अब नयाँ कुलो बनाएको छन्। यो तलको सानो पुल भयो, यता खोलाइ। अनि अब एक जमानामा साह्रै काम दिएको यो पुल।
अब नगरपालिका सरकार कसको समन्वय गरेर चाहिँ अब अर्को ठाउँतिर प्रतिस्थापन गर्दा चाहिँ धेरै नै काम लाग्ने चिज हो यो। त्यत्तिकै यहाँ यी झुडी र झाडी पलाएर बसिरहेको छ होइन। र गाइज यो चाहिँ अब हाम्रो घुमाउने दाजुको घर हो होइन। पहिला त अब घुमाउने भनिन्थ्यो, यता फिल्म भयो जोरसाल, यता पारी शान्तिपुर, यता पर हाम्रो गाउँ पऱ्यो होइन। परको हाम्रो अब त्यो रङ्गशाला, अहिले चाहिँ यतातिर चाहिँ अब तुम्याङ टोल भनेर चाहिँ भनिन्छ। यता आउँदै हुनुहुन्छ अब कहाँ हिँड्नुभएको हाम्रो माइला काका, नगरे माइला काका। लगायत यो चाहिँ मान्छेले भन्छ नि पर दुबेनीको भिर, अहिले चाहिँ यस्तो भएको छ है। बाटो चट्ट सिधा छ, राम्रो छ, भिर ढुङ्गा चाहिँ अलिकति यस्तो भइगएको छ होइन। तैपनि बाटो एकदम मजबुत भएको छ है। लगायत यो चाहिँ तपाईँले पत्ता लगाउनुहोस् कसको घर हो होइन, कहाँनिरको घर हो, पत्ता लगाउनु भयो? ल भएन भने ठ्याक्कै म भनिदिन्छु है त। यो चाहिँ ठ्याक्कै भन्नुपर्दा हाम्रो दुबेनी मामाको घर, एकदम पुरानो घर है यो पनि। हामीले थाहा पाउँदेखि नै यो घर चाहिँ यस्तै थियो होइन। अब पछिबाट चाहिँ अब भाइहरूले चाहिँ अब टिनहरू हालेर यस्तो दामी बनाएको छ। तर के गर्नु, दामी घर छ, बसोबास छैन। गाउँतिरको बिजोक यही त छ होइन। गाइज यो चाहिँ ठुलो पँधेरा है त, उहिलेको हाम्रो सरसिउँलामा पानी नआउँदाखेरि सबै गाउँलाई नै पानी खान धान्ने, नुहाउन धान्ने, वस्तुभाउलाई धान्ने कुवा अहिले रोड आएपछि यस्तो अवस्थामा छ होइन। अब अझै पनि अलिअलि पानी त उम्रिन्छ कि भनेको, पानी पनि छैन यहाँ, सुक्खा छ। अलिकति थोरै संरक्षण त गरिएको रहेछ कुवालाई, तर पानी भनेको चाहिँ एकदम जिरो छ है, यस्तो अवस्थामा छ। अनि साथसाथै यहाँनिर अब हाम्रो उहिले बडाहरूले रोपेर संरक्षण गरेको बर पिपल थियो होइन, त्यो पनि अब रोड आएपछि खलातखुलितै उखेलेर फाल्दैछन्, फ्याँकेछन्। अब के भन्ने होइन, यस्तै छ। यो चाहिँ अब तपाईँको तल जाने बाटो, यता अब तल्लो गाउँ भनौँ न, तल्लो गाउँ हुँदै उता लुम्फाबु पनि गइन्छ पल्लो गाउँ, यता माथि हाम्रो मानडाँडा हुँदै माथि सरसिउँला शिवदार विद्यालय निस्किने बाटो हो होइन। यो चाहिँ हाम्रो देउराली दाजुको घर पल्लो घर यो। उता चाहिँ माइला भतिजको घर, देउराली दाजुको गाई। गाइज हामी पहिला सानोमा चाहिँ देउसी खेल्दा भत्याउँदा अब देउरालीको रातो माटो चिप्लो बाटो भन्थ्यो नि। अहिले पनि यस्तो छ, गाडी चिप्लेर जान नसकेर लगभग उताबाट चाहिँ जाने गर्छ, उतापट्टि मात्र ट्र्याक खोलेको रहेछ होइन। गाइज म चाहिँ गाउँ आइपुगेँ होइन। यो चाहिँ हाम्रो माने हो, यो हाम्रो दाइको घर हो, अलिकति दाइको। यो त हाम्रो तिनवटा मानेहरू छ बाजेको होइन। यो हाम्रो साइला भतिजको घर अनि पनि यो माइला भतिजको घर, यो कान्छाको घर पर होइन। यो त यो हाम्रो पर गाउँ चाहिँ ठ्याक्कै म फिल्मबाट हिँडेको उसमा त्यहाँ गाउँ आइपुग्दा ठ्याक्कै घाम पनि झुल्केछ। ल गाइज आजको मेरो भिडियो चाहिँ यसम्म रहन्छ है। तपाईँहरूले अलिकति लाइक, सेयर, कमेन्ट, सब्सक्राइब गरिदिनु होला है त। धन्यवाद।